खोज्छन्। यति चाहिँ खोइ किन नबनाएको हो कि बिगारे हो कि यति बाटो चाहिँ, नत्र अरू सबै राम्रो छ बाटो। हेलो गाइज, व्हाट्सअप, के छ सबैको सन्चै होला भन्ने आशा छ। आज चाहिँ म यसो घुम्न हिँडेको होइन, यताउता यतै भक्तपुरतिर, त्यहाँ भक्तपुरतिर बस्छु नि त म। अनि यसो घुम्न हिँडेको, कति दिनपछि घाम लाग्यो आज, एक हप्तापछि बल्ल। हिजो अलिअलि पानी पर्थ्यो पर्न त, तर घाम लागेको थिएन नि त। अनि आजदेखि चाहिँ बरु घाम लाग्छ ठिक्क। हिजो बेलुका पानी पर्थ्यो, आज बिहान त चिसो थियो पानी परेर। अहिले चाहिँ ठिक्क छ, त्यही भएर एकछिन बाहिर निस्केको घुम्नलाई। अब यतातिर घुमेर आउँछु म। अनि यसो निस्केको हो, निस्किनु त तेल पनि हाल्नु पर्ने थियो, लिएर हालौँला तेल बेलुकातिर भन्न बसिरहेको छु। खाली खाली दिउँसो त खाली खाली हुन्छ रोड, त्यस्तो कोही छैन दिउँसोमा, खाली छ रोड। आज शनिबार हो हुन पनि, अनि सबैको बिदा होला, घर घरमै बस्या होला सबजना। राति राति आइपुग्यो ऊ माथितिर डाँडातिर जान्छु भने भक्तपुरतिर हो, त्यहाँतिर घुमौँ यसो। अनि आउनु पर्यो घुमेर एकछिन, कति घर मात्रै बसिराख्नु अल्छी लाग्यो। त्यही भएर दिनको एउटा भ्लग हालौँ भनेको, अनि कहाँ जाने भयो क्या, त्यही भएर अनि यसो हिँडेको निस्किनुलाई। 12, 11, 10 सेकेन्ड 9 सेकेन्ड छ। यो बिल्डिङ पनि पहिला हामी बच्चा हुने बेला चाहिँ यत्तिकै थियो, कहिले नबन्ने भयो, त्यति बनाउनु छोड्थे। इन्डियाको उसो भन्थे पहिला पहिला मान्छेको। यहाँबाट निस्क्यौँ पछाडि निस्क्यौँ। अब ऊ त्यो परबाट छिर्नु पर्ला माथि। अस्ति न एकचोटि गएको थिएँ म जान त, त्यसपछि गएको छैन क्या, त्यही भएर त्यो ठाउँ जानु पर्यो भनेर बसिरहेको छु। क्या शीतल भइरहेछ हिँड्दाखेरि क्या। हिजो अस्ति चाहिँ अलि थियो, अनि अलि दिउँसो हिँड्न मन लागेको थिएन। आज त घाम लाग्छ, अनि शीतल छ, अनि त्यसपछि हिँड्दाखेरि पनि रमाइलो, के अरे शीतल हुन्छ क्या, त्यही भएर रमाइलो छ, त्यसरी हिँड्ने हो। अलिक साथीहरू भएको चाहिँ रमाइलो हुन्छ, अब एक्लै हिँड्न त के रमाइलो हो, यत्तिकै घुम्नलाई हिँड्ने भनौँ, टाइम पास। यहाँबाट छिर्नु पर्यो, यहाँबाट छिर्ने, यहाँबाट छिर्यो होइन, यहाँ मासतिर। अस्ति न होलीमा आएको थियो कि यो बाटो, दुई तिनवटा स्कुटर लिएर आएको थिएँ होलीमा। त्यो बेला चाहिँ भिडियो बनाएको थिएन, त्यही भएर हालिनँ क्या, त्यसपछि त्यही बनाउनु थाल्यो हो। अनि यो बाटो आएको थियौँ, म नि फर्स्ट टाइम आएको थिएँ त्यो बेला। यहाँ माथि गएको थिएँ क्या मासतिर, घुम्दै घुम्दै एक राउन्ड हानेर उता पुगेको थिएँ। अब अहिले नि एक्लै, अब त्यो बेला सायद थिएँ म, अहिले त एक्लै। तिनीहरू त कहाँ त कता छन् त होइन, यता जस्तो लागेको थियो, यतै हो जस्तो लागेको थियो। अब नभए फेरि फर्केर आउने, यता नभए फेरि फर्केर आउनुपर्छ। तर बाटो ठिक छ नि, यहाँको बाटो ठिकै छ, राम्रै छ, त्यस्तो बिग्रिएन कि यहाँको बाटो। लास्टमा त्यो बाटो त होइन रहेछ क्या, फेरि फर्केर आएको म। त्यो बाटो त तल मेन रोडमा पो निक्लिदियो क्या, फेरि फर्केर आइयो उता चाहिँ मास्तिर चाहिँ होला। त्यसो त्यो बाटो त चोकमा पुगिँदो रहेछ भने यताबाट मासतिर। यता हो कि यता हो, यतै हो कि यतै हो कि जस्तो लाग्छ।
एराम नभए फेरि फर्केर आउनुपर्छ। हो त यो बाटो। लेट्स सी। होइन नि यो बाटो त। त्यो बाटो नै होइन रहेछ, उताको माथिकै बाटो रहेछ। बिर्सेर कता पुग्यो कता जस्तो भयो। यहाँबाट माथि होला ल, यहाँबाट माथि छिर्ने चाहिँ होला यहाँ तलबाट, यहाँबाट होइन यहाँबाट कताबाट तर यहाँबाट चाहिँ मासतिर होला। तीनवटै बाटो घुमेँ म त फेरि, बाटो बिर्सेर यस्तो हुन्छ। यता चाहिँ होला बरु, यता चाहिँ होला। यो 5 को देखेर याद आयो। अर्कै बाटो गइएर यताको बाटो बरु पिच छ भनौँ। यहाँ बिचमा एक ठाउँमा चाहिँ बिग्रिएको छ, अरू ठाउँमा त पिचै छ, राम्रै छ बाटो। त्यो बिचमा चाहिँ अलिक बिग्रिरहेको छ, किन हो बनाएको छैन के हो, झन्डैले बनाए। यताउता नहेरिकन तर्नी क्या, झस्याङ्ग बाजिरहेको छ। यहाँबाट चाहिँ तलतिर हो, यता चाहिँ हो क्या तलतिर। म त उता चाहिँ गइछु क्या, होइन तलको चाहिँ तलतिर भनेर उता गइछु। यो बाटो चाहिँ हो तलतिर कि यताको चाहिँ। यहाँ हिँड्न रमाइलो, बाटै छुट्टो रमाइलो छ कि यहाँको बाटो। सर र सन्न हिँड्न ठाउँ छ, कस्तो राम्रो बाटो छ ठाउँहरू राम्रो छ यहाँको। घरहरू हिँड्नलाई रमाइलो छ यहाँको बाटो। 2-3 जना भयो भने चाहिँ रमाइलो हुन्छ सर हिँड्न, एक्लै त तर सोलो नि अब पहिलेदेखि एक्लै हिँड्दा हो रमाइलो ठिकै हुन्छ। यहाँबाट चाहिँ अलिकति परसम्म बिग्रिएको छ क्या बाटो। यति चाहिँ खोइ किन नबनाएको हो कि बिगारे हो कि यति बाटो चाहिँ, नत्र अरू सबै राम्रो छ बाटो। यति बाटो चाहिँ अलिकति बिग्रेकै छ। अब यहाँबाट फेरि राम्रो छ, अब बिग्रिया छैन बाटो। रमाइलो ठाउँ छ यहाँतिर, रमाइलो भने हिँड्न रमाइलो छ कि यहाँको बाटो। अब यहाँबाट मासतिर हिँडियो होइन। यहाँ मन्दिर छ नि हो, यो मन्दिर कति आउँछ नि यहाँ घुम्न, सब पार्क मान्छेहरू छ।
यहाँबाट तल गयो भने ऊ निस्किन्छ तिमी पेपरबाट यति नै बिग्रिएको छ यहाँ त पहिल्यैदेखि यति चाहिँ पहिले आउँदाखेरि पनि यति बिग्रेन थियो अहिले पनि बिग्रेको छ यति बाटो चाहिँ यति बाटो चाहिँ पहिल्यैदेखि बनेकै छैन क्या यहाँको चाहिँ ल फेरि अब यहाँ राम्रो छ बाटो पुरै रन्केर आउँछन् गाडीहरू राम्रो ठाउँ राम्रो छ त्यो काठमाडौँ ओल्ड स्कुल त्यही हो यहाँ सिधा जाने यहाँ चाहिँ अलिकति बाटो बिग्रेको छ यहाँ चाहिँ बाइकमा चिन्ने ठाउँ छ यहाँ चाहिँ त्यो चाहिँ यहाँतिर राम्रो छ कि बस्नुलाई पनि आनन्द होइन शान्ति यस्तो राम्रो ठाउँ छ क्या यहाँ मुनि यहाँ मुनितिर पुरै देखिन्छ क्या डाँडा यहाँबाट डाँडाबाट सब देखिन्छ क्या घरै घरहरू यहाँतिरबाट चाहिँ बस्नुलाई पनि ठिक्क ठाउँ छ हावा चल्छ यहाँ सिधै हावा चल्ने ठाउँ छ चौतारी पनि रहेछ यहाँ अस्ति नै आएको त्यहाँ आउनु त होलीमा यस्तो पुरै हरियो छ क्या मन्दिर हिँड्नलाई रमाइलो छ यहाँ तर त्यस्तो गाडीहरू छैन नि यस्तो शान्तिसँग हिँड्न रमाइलो छ कि तल पुरै खेतु हरियो छ अब यहाँबाट तल गएपछि ट्याक्क ठिमी निक्लिन्छ है यता यहाँ मुनि मोडर्न स्कुल छ क्या अरे यहाँ मन्दिर छ त यस्तो ढलानहरूमा हिँड्नुभन्दा ट्याक्कै यो पिच रोडमा हिँड्नु सजिलो क्या रमाइलोसँग हिँडिन्छ क्या पिच रोडमा ढलानमा अलिक ढ्याङ्ग्याङ हुन्छ क्या पिच रोडमा गए सिधै हिँड्न सकिन्छ नि त पुरै खेतै खेत के यहाँ त सबैको आफ्नै होला आफै लाउने राम्रो बाइक छ यहाँको रोड बाटो राम्रो छ क्या कहाँ निक्लियो भन्दाखेरि यसरी कुदाउँछन् उही काठमाडौँ के अरे मोडर्न कलेज स्कुल र कलेज अब सिधा गयो भने ठिकै पुगिन्छ उता मासतिर जानु पर्यो मासतिर पनि राम्रो छ नि त बाटो एक राउन्ड मासतिर हिँडिहाल्न खोजिरहेको केटाहरू पहिला बाइक हुँदा त मन ट्राई गर्थेँ बाइक छैन नि त अहिले बेच्दिस् त बाइक त्यही भएर बाटो त बिग्रिया छ नि यार यहाँ उकालो छ म पहिला हिँडेर आउँथेँ यहाँ पहिला के अरे गर्न इभिनिङमा यो बाटो सब हिँडेर जान्थेँ अहिले चाहिँ हिँडेखेन कति भयो दरबार यसो क्या हावा लगाइरहेछ कि बाहिर अब यहाँबाट यता छिर्ने होइन सिधै जाने
केही भएपछि तल रुम नै निस्किन्छ क्या यो बाटो चाहिँ उता गएको भए फेरि उता घुमेर आउनु पर्थ्यो यताबाट चाहिँ सिधै हामी बस्नेमा पुगिन्छ क्या अब यहाँबाट चाहिँ होइन खतरा छ क्या रोड ठाउँ के यता तल र माथि खतरा ठाउँ छ क्या यहाँबाट चाहिँ गाडी आउनु गाह्रो हुन्छ कोही बेला यहाँ हिँडेर आउँथेँ म यो बाटो सब एक्लै ट्याक्क इयरबड लगाउने अनि गीत सुन्दै हिँड्ने एक्लै हिँड्नु म चाहिँ छुट्टै छ नि यसरी अब यहाँबाट मासतिर हामी अब सिधा गयो भने चाहिँ उता बालकोटतिर पुगिन्छ अनि मासतिर त्यसरी यहाँ मासतिर हिँड्यो बाइकहरू बनाउनु ल्याएको छु म यहाँ के अरे ग्लासर हाल्नु ल्याएको थिएँ यहाँ टाइम लाग्छ भनेर फेरि तल गएर लगाएर हाल्यो यहाँ कति हुन्छन् क्या मोडिफाई गर्नेहरू बाइकहरू स्कुटरहरू आउँछन् यहाँ हेरौँ यसरी जस्तोमा खाली छ रोड त बेलुका चाहिँ हिँड्छ यहाँतिर भने चाहिँ अहिले त खाली हुन्छ निक्लिहालौँ होइन यही हुनु फाइदा छ क्या सानो गाडीलाई चाहिँ यस्तो निक्लिहालिन्छ पुलिसको चौकी छ बालकोटको अब म नि रुम आइपुग्नु लाग्यो ट्याक्कै होइन एक राउन्ड हानेर आइयो त यहाँबाट कस्तो भ्यू ल सब देखिन्छ डाँडा सब देखिन्छ यहाँ तल यहाँको चाहिँ अलिक डाइरेक्ट गरिन्छ क्या बिचमा फेरि तल उफ्रिन्छ क्या ल त आजको लागि यति नै हो भिडियो भनौँ अब म आइपुगेँ म पनि आइपुगेँ होइन अब घर